एभ्रीवान गुड आफ्टरनुन एन्ड वेलकम ब्याक टु माई भिडियो। आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ। अन्त मेरो फेरि नयाँ भिडियोमा तपाईँहरूलाई स्वागत छ। र आज चाहिँ हामी जान आँटेको घर है, किनकि घर नगएको थुप्रो दिन भएको थियो। सो हामी चाहिँ सोचेको आज घर गएर चाहिँ आउने भनेर हो। मेरो बुढा म जान आँटेको। सो किप वाचिङ एन्ड डु सब्सक्राइब माई च्यानल। चाहिँ मेरो ब्याग रेडी हुँदैछ, ब्याग प्याक है गाइज। यहाँ चाहिँ मैले यो मेरो भाइको लागि पर्फ्युम, अन्त यो मम्मीको लागि पनि पर्फ्युमै सेम्पू भन्न आएछ। सो यहाँ तेलहरू छ है। यो चाहिँ लिएर जान आँटेको घर। यो चाहिँ फर्स्ट अफ अल मेरो चार्जर, मोस्ट इम्पोर्टेन्ट थिङ, क्युट चार्जर मेरो, यो पनि हाल्नु पऱ्यो है। सो यहाँनिर छ मेरो ब्याग। यो चाहिँ मलाई मम्मीले ल्याइदिनु भएको थियो, मेरो सासू मम्मीले हो, गुवाहाटी जाँदाखेरि। सो मलाई चाहिँ यो ब्याग पुरा मनपर्छ नि त। सो म यही लिएर जान्छु। यसमा चाहिँ मैले के हाल्छु भन्दाखेरि फर्स्ट अफ अल मेरो पर्स एन्ड सेकेन्डली मेरो फोन हुन्छ यसमा। यो दुइटा चिज चाहिँ यसमा मजाले अँट्छ नि त हो। मेरो सरोजनीमा किनेको, यसमा चाहिँ म एक दुईवटा मेकअपको सामानहरू हाल्छु। सो ब्याग चाहिँ रेडी भइसकेछ। त्यो हामी जान आँटेको गाइस। यो चाहिँ मेरो बुढा हो, चिन्नुहुँदैन भने चिनिराख्नु। अब चाहिँ हामी जान आँटेको। के गर्नुभएको त? कान चिलाउने यो बन्द गर न। अब हामी गएको गाइस। ए यो झोला बोकेर जानु न, म बोक्नु क्या। त्यहाँ हामी निस्किन आँटेको गाइस, हेर्न सक्नुहुन्छ। म चाहिँ सिम्पल केही लगाएको छैन त्यस्तो हो। त्यो के भन्छ भएको कपडाहरू यहाँ किन यो गर्नुभएको? मैले तपाईँलाई मुख पुस्न भनेर दिएको थिएँ, तपाईँले यस्तो बनाउनु भयो नि। म मुख पुस्न भनेर पो दिएको त, स्कुटी गाडी पुस्न थोरै न। सो गाइस हामी चाहिँ यो के हो मलाई थाहा छैन सब्जीको नाम। यहाँ चाहिँ हरियो मकै चाहिँ थाहा छ मलाई। यो चाहिँ हामी घर लिएर जान आँटेको छ। यो लिएर जान आँटेको हामीले घर है। यहाँ मेरो बुढा चाहिँ बाहिर बसेर जुत्ता लाउँदै हुन्छ। यो चाहिँ मेरो नयाँ ब्याग, यो कलर हल्का हल्का म्याच गर्दैछ। यताको वेदर चाहिँ यस्तो छ गाइस, सक्नुहुन्छ है। हामी चाहिँ निस्केको यहाँ बाटो किन चरा कराएको यति बेसी। राम्रो लाग्छ नि त चाहिँ सो अहिले हामी पानीघट्टा मोडमा आइपुग्छौँ है गाइस, हेर्न सक्नुहुन्छ। आज चाहिँ वेदर एकदमै राम्रो छ। अन्त हामी चाहिँ जाँदैछौँ अहिले यता। हामी मिठाई दोकानमा आइरहेको छौँ, हेर्न सक्नुहुन्छ। न्यू के लिएछ? रसराज रसराज हो, द वर्ल्ड अफ स्विटनेस भन्ने मिठाई दोकानमा जानुभएको छ मिठाई लिनको लागि। अन्त हामी चाहिँ वेट गरिरहेको छौँ आइ भन्दै। यो चाहिँ भदा हो मेरो है, सरी भतिज। अन्त खाना खाने बित्तिकै हामी चाहिँ निस्केको कि मलाई पुरा अटक पटक हुँदैछ। फेरि तिनजना स्कुटीमा अलिक अप्ठ्यारो हुन्छ नि त हो, त्यही लागि पनि होला सायद। सो किप वाचिङ। माथि हेर्न सक्नुहुन्छ वेदर यस्तो दामी देखिँदैछ, क्लाउडहरू यस्तो राम्रो देखिँदैछ नि, क्यान्डी जस्तो देखिँदैछ। खाम मन पर्दैछ है, हेर्न सक्नुहुन्छ। आज चाहिँ वेदर एकदमै दामी छ, तर अलिअलि घाम लाग्दैछ अहिले चाहिँ। पानीघट्टा मोडको यहाँ छौँ हामी चाहिँ हो। हामी हेर्न सक्नुहुन्छ हामी चाहिँ आइपुग्न आँटिसकेको माथि के छ के भन्छ ठुलै के बनाउँदै होला हो। सो यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ होला कतिजनाले यो चाहिँ अलमोस्ट हामी चाहिँ पुगिसक्न आँटेको छौँ। हेर्न सक्नुहुन्छ चियापत्ती बगान देखेर तपाईँहरूलाई याद आइसक्यो होला मेरो चाहिँ घर थियो भनेर। हामी जाँदैछौँ गाइस। सो टाइम त्यहाँबाट आउनु कति टाइम लाग्छ नि? कति मिनटमा भन त? काफुका गाइस 12 मिनटमा पुगेको थिएँ म बालकोटमा। तिमीहरू के भयो? मेरो मम्मी हाई भन्दैन। सो हामी चाहिँ घर आइपुगिसकेको छौँ हो। यहाँ चाहिँ मेरो भाइ गिरेन यता हेर्दै हाई भन्दै, मेरो फलोवर्सहरू। ऊ चाहिँ दोकानमा पुरा बिजी छ हो। आउँदैछु, यो चाहिँ हामीहरूको दोकान हो, हेर्न सक्नुहुन्छ हो। अन्त छ मेरो सोफी बिचरा। ओए
के भयो त अहिले मोटो मोटो भएछस् त मोटी मोटी भएछस् त लिएर आएको पोस्टो के हो अन्त यहाँ बस्न आउनु एक पनि बजिसकेछ यहाँ आएर बसिरहेको छ सोफी हेर्न सक्नुहुन्छ तपाईँले कतिवटा भिडियोमा देख्नुभयो होला गल हो पुरा गाइस आजको लागि चाहिँ यहीँसम्म फेरि म भेट्नेछु तपाईँहरूसँग अर्को नयाँ एउटा भिडियोमा सो बाई बाई